आमा खोला बढेको त ए बा हो नि भिडियो लिएर आइसकेको छु गाइज फेरि पनि मेरो ब्लगमा तपाईँहरू सबैलाई स्वागत छ। सो मैले हैन हिजोको ब्लगमा चाहिँ खतरा हिजोको ब्लग एडिट गरेर अब अपलोड गर्छु अनि हेर्नु कन्टिन्यू ब्लग बनाउने कोसिस गर्छु अनि मर्निङ भइसकेको छ। सो लेट्स सी अनि यो चाहिँ आउन अनि यस्तो सामानहरू ल्याउन अनि अहिले चाहिँ यो बस सुत्ने हैन खाट भयो बस पलङ अनि यतातिर यो दसनाहरू सब मिलाउने हैन। अनि म चाहिँ होमवर्क गर्न पाएको थिएन हिजो अनि सो होमवर्क गरेको छु अहिले चाहिँ। सो लेसी अब स्कुल जाने टाइम पनि भएको छ हैन। हिजोको ब्लग एडिट गर्न अलिकति बाँकी छ अनि थम्बनेल समेत बनाएर म एडिट गरेर अपलोड गर्छु। हेर्नु माया सपोर्ट गर्नु गाइज। अनि सो त्यही हो अहिले म तपाईहरुलाई म आफ्नो घर रिभ्यू दिइराख्छु कस्तो लाग्छ हैन। म चाहिँ हैन स्कुल जान लागेको अवस्था कस्तो देखियो स्कुल ड्रेसमा सो गेस गर्नु हैन। सो ल अहिले स्कुलबाट आएपछि म तपाईहरुलाई आफ्नो घरको अनि कता कता जान्छौँ सो सब देखाउने छौँ हेर्नु होला है त। A few moments later. फाइनली हैन स्कुलबाट आएको छु दिमाग ह्याङ भइहाल्छ हैन। सो अब म चाहिँ जान्छु खोलातिर यसो मुड फ्रेस गर्छु तपाईहरुलाई हैन। खतरा बबाद मुड फ्रेस गर्छु। अनि गाइस मेरो घर अगाडि चाहिँ हैन खोला खायो अब यहाँ भयो मन्दिर एक दिन यो मन्दिर पनि तपाईहरुलाई देखाउँछु हैन हेर्दै गर्नु होला। सो अहिले चाहिँ म चाहिँ खोला देखाउन र त्यतिर बसेर हैन खोलाको हेरेर माइन्ड फ्रेस गर्छु। सो लेट्स सी मेरो एनर्जी डाउन भयो हैन त्यो चाहिँ अब अहिले सक्दैन। आमा खोला बढेको त ए बा हो नि हेतेरी खोला आमा गाइस खोला बढेछ गाइस खोला बढेछ ए बा हो। टेन्सन हुन्छ माछा मार्ने मान्छेहरू यति धेरै हुनुहुन्छ बा यहाँ ए यतातिर पारी यता आमा। सो लेट्स म यहाँबाट तल जान्छु हैन। यस्तो गाह्रो हो अब गाह्रो छ। फाइनली गाइस म आएको छु अहिले चाहिँ हैन एक्टिभ छु जसमा अहिले आएछु। सो देख्न सक्नुहुन्छ यसरी खोला बढेर आएको अवस्था एकचोटि खोलालाई चेक गर्नु है त गाइस। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. गाइस यो भाइब सुन्नु चराचुरुङ्गीको खोलाहरू आनन्द आफ्नो ठाउँबाट शान्त बगिरहेको जस छुट्टै फिलिङ्स भन्नाले नि मतलब हुन्छ नि आफ्नो माइन्डलाई डाउन हैन राम्रो आफ्नो माइन्डलाई खाली गर्न के खाली मतलब केही चिजलाई
अब हुन्छ नि अब म भर्खरै पढेर आएको नि त त्यही भएर पढ्दा पढ्दा पनि माइन्ड भारी भएको हुन्छ क्या लाइक अनि त्यो हुँदा चाहिँ अब तपाईँहरूसँग नि होइन यस्तै खोलाहरू ट्याक्क छ भने ट्याक्क आउनु अब यस्तो सिलढुङ्गा त नहुन सक्ला म भन्न सक्दिनँ अब कोही ठाउँमा हुन्छ योभन्दा नि अझ ठुलो हुनसक्छ राम्रो ठाउँ हुनसक्छ होइन हाम्रो गाउँभन्दा नि अब कतिपय पाहाडहरूमा त अझ झन् बबाल हुन्छ त्यतातिर झन् छुट्टै भाइ पाउँछ होइन जङ्गल हरियाली यता हेऱ्यो नि हरियाली उता हेऱ्यो नि हरियाली ए बबाल हुन्छ सो अब यतातिर त तराई पऱ्यो अब तराईमा अब सबै समतल भएको यस्तो मतलब त्यति साह्रो छैन हेर्ने पहाडी जस्तो हुन्छ नि पहाडी इलाकाहरूमा चाहिँ अब लाइक के भन्छ भ्यूहरू बिहान मर्निङ टाइममा नि सर हेर्न सकिन्छ अब तराईमा जे हेऱ्यो बिहान जे हेऱ्यो त्यही हो भोलि हेऱ्यो त्यही हो उता नि त्यही होला तर हिमालतिर होइन उता अनि तर तराईमा चाहिँ खासै छैन उता नि उस्तै हुन्छ होला एकै अब कति वर्ष बसेको मान्छेलाई त्यो एउटै ठाउँ हेर्दा वाक्क हुन्छ नि त कति घुम्न जान्छन् के हुन्छन् होइन सो त्यही हो म फेरि धेरै बुझगारी भन्न खोजेको होइन यसको मतलब चाहिँ होइन लाइक भन्न खोजेको हो यो गर्दा यस्तो हुन्छ यो गर्दा यस्तो हुन्न भनेर फेरि वातावरणको बारेमा यस्तो यो ठाउँमा यस्तो यो ठाउँमा भनेर लाइक आफ्नो ठाउँमा भएको जति पनि उयोसहरू छन् खोला नदी नाला यस्तैको बारेमा भनेको हो मैले चाहिँ गाइज होइन नराम्रो भन्न खोजेको होइन त्यस्तो अनि राम्रो भाइब लिनु होला सो त्यही हो चराचुरुङ्गीहरू कराउँछन् आनन्द शीतल यस्तोमा चाहिँ आधी घन्टा बस्नै मन लाग्छ कि अत्र गाइज यो शानदार भ्यूलाई छोडेर अब म घर जान लागेको अवस्था घरतिर जान्छु अब ल त सो गाइज तपाईँहरूलाई म हाम्रो रुमको लाइटिङ देखाउन गइरहेको छु अहिले चाहिँ मैले बत्ती बालेको छु त्यही भएर हो सो बत्ती अफ गर्ने बित्तिकै धमाका हुनेछ गाइज अक्का त छैन त्यही पनि ठिकठाकै भनौँ हाम्रो लागि चाहिँ होइन हामी जस्ट गरिबको लागि चाहिँ यो भनेको धेरै हो भनौँ खासै त्यो मिलाएर नि राखेँ होइन झ्याझ्याङ झुझुङ होइन अस्ति देख्नु होला सो म लाइटिङ देखाउने गइरहेको छु कस्तो लाग्छ तपाईँहरूलाई भन्नु होला है त 1 2 3 गो बुम ए त्यति साह्रो होइन भिडियोमा राम्रो देखिएन होला बट डेन खतरा लाइक कमेन्ट आउन मिल्यो है गाइज कस्तो लाग्यो ल सो गाइज आजको भिडियो यति नै हुनेछ मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला एन्ड बाई